के आउँदैनको रियाक्सन कविता वागले कविताजी है लेट्स सी कविताजीले के गर्नुहुन्छ मेसेन्जरमा गर्दाखेरि अन गर्न भन्छन् कि फेरि भिडियो गर्नु भन्छन् कि फोन गरिरहेको छ है ल के हुन्छ रेस्पोन्स देख्न चाहन्छु रेस्पोन्स फोन उठ्छ कि नै भन्ने कुरो हो फोन उठ्छ कि नै फोन त गइरह दुईजनालाई अबसँग दुईजनालाई ट्राई हुन्छ है कसैले पनि उठाउन आज अप्रिल भने तपाईँलाई थाहा छ के हेलो ठिकै छ के छ सन्चै छेउ कता छेउ त केही गरेको छैन यत्तिकै बसेको कता छेउ के गर्न आइछु त यति बेलासम्म सुत्या यति बेलासम्म सुतिरहेको के भएर मान्छे काठमाडौँबाट पनि पोखरा आउने बेला हुन लागिसक्यो तिमी अझै बिस्तारामा सुतेर बसेछौ आज फर्किन्छु त्यही भएर फोन गरे तिमी अझै बिस्तारामा रहेछौ म त कतिखेर हुन्छ 12 बजेतिर हुन्छ होला अब पोखरा बस्छु कि थाहा छैन भाइ त्यो त त्यहीँ आएपछि थाहा हुन्छ थाहा छैन भाइ नानी त्यहीँ आएपछि पोखरा आएपछि त थाहा हुन्छ तिमी कतिको बिजी छौ र तिमी कामले गएको थिएँ त्यही भएर कतिको बिजी छौ तिमी बिजी छौ कहाँ बिजी छौ र त्यस्तो फेरि 1-2 बजेसम्म बिजी हौ भर्खरबाट तिमी म आउने बेलामै बिजी हुन्छौ क्या फेरि जहिले पनि त्यो त थाहा छैन अनि अर्कै बहिनी कता गइन् त जबमा गइन् एकछिनमा जान्छन् त्यही त आज भेटौँ भनेर हो के आएको बेलामा तिमी कता कता बिजी रहेछौ फेरि बस्न त बस्छु होला बसे पनि फेरि साँझ फेरि कहाँ हुन्छ त नि मेसै हुन्न साँझ कता कता भइन्छ भनेर दिउँसामा त अब फेरि भइन्छ नि त साँझ फेरि कता कता थकाइलिन आएको हुन्छ साँझ अब घुम्न डुल्न मेस झ्याउने हुन्छ आउँछौ तिमी अब कहाँ एयरपोर्ट आउँछौ कि कहाँ आउँछौ एयरपोर्टसम्म आउन कति नजिक पर्छ होइन तिमी नजिक त पर्दैन खासै वाइफाई अफ गरे जस्तो लाग्यो मलाई के हो रेस्पोन्सै छैन यार यस्तो कुरा गर्दा गर्दा यस्तो भयो गाइस ल अब यता अप्रिल फुल त मनाइयो अब अप्रिल फुलको रेस्पोन्स अहिले के आउँछ अहिले एकछिनपछि त थाहै भएन यो फोन नेट गयो हो कि के भयो नि त्यस्तो भयो त नि अप्रिल फुल त बिचमै रोक्यो नेट गयो अब नेक्स्ट पर्सन है गाइस काफले के हुन्छ रेस्पोन्स हेर्नु है हेलो हजुर म त खै त काठमाडौँ पोखरातिर आउँछु नि किन नआउने र जम्मा गर्छौ त्यही भएर अघि कवितालाई फोन गरेको थिएँ तिमीको नेट गयो हो के भयो ए कता छेउ र तिमी अफिस जान्ला हो कति बेलासम्म हो त अफिस बेलुका 5 बजीसम्म अनि दिउँसो निस्किन भ्याउनु न्यौ पोखरा त बस्छु कि बस्न त अनि साँझ फेरि त अलि मेसो हुन्न नि त बाटो अब मलाई खासै मेसो पाउन्न पोखरातिर राति राति अब कता थकाइन ला हुन्छ अनि त्यही भएर त्यो दिउँसोमा फेरि पनि भन्छ कतै घुम्न जाउँला भनेर हो कि दिउँसो एक साइडतिर हुन्छ कि कतातिर हुन्छ
म त केही मेसो पाउन भाइ त पोखरामा त कता हरायो भने सुन्नु हजुर यहाँ सुन्नु न भन न हजुर भन त पोखरा आउनुभयो भने लेक साइड जानुहुन्छ होइन अब गइन्छ हजुर लेक साइड भएपछि यहाँ बिरौटा कहाँ हो भनेर सोध्नु बिरौटा त मलाई थाहा के बिरौटा त मलाई थाहा छ अनि बिरौटा थाहा भएपछि बिरौटा आउनु न त अनि बिरौटा त राम मन्दिरतिर त्यतातिर त थाहा मलाई राम मन्दिर हो त्यही राम मन्दिर हजुर आउनु अनि हामी बेलुका अनि 4-5 बजीतिर मेरो अफिस छुट्टी भएपछि अनि म आउँछु अनि अनि जाम्ला राति कहाँ जाने घुम्नु मलाई जाम्ला एयरपोर्ट लेक किन्नु पाउँछ साइडतिर भन नि त मैले मेसे एयरपोर्टबाट आएर मैले मेसै पाउन्न कि त्यही भएर तिमी स्कुटी चलाउँछौ नि त स्कुटीमा एयरपोर्ट आऊ भनेर अनि हजुर यता लेक साइड आउनु भएपछि हामी उता एयरपोर्टतिर किन आउने त नि अनि मैले एयरपोर्टबाट मेसो पाउनु पऱ्यो नि बाटो त्यता लेक साइड आउने बाटो एयरपोर्टबाट त टाढै खाएर लेक साइड जान त फेरि हजुर केमा आउनु यो इन ड्राइभ गरेर आउनु न इन ड्राइभ इनड्राइभ पनि कसरी इनड्राइभ गरौँ त नि मोबाइलमा यस्तो चाहिन्छ होइन इनड्राइभ गर्नलाई फेरि अनि पसल अगाडि एउटा केही पानी सानी किन्नु अनि त्यहाँ त्यो नेट हाल्नु भन्नु अनि एप डाउनलोड गर्नु अनि गर्नु त्यस्तो त्यस्तो हाम्रो त केही जानिन्न अब बुटोलमा त अब फुट्ट 30 रुपियाँतिर अटो चढ्ने पानी लाग्यो त इनड्राइभ सिनड्राइभ भन्ने त हामीलाई त थाहै छैन मलाई त केही माहौ कमीले केही थाहा छैन त्यस्तातिर यहाँ सुन्नु मैले भएर लोकेसन भनिदिन्छु त्यहाँ हजुर त्यहाँ दाइले एयरपोर्टमा लिन आउन झरेपछि बहिनी बाहिर भएर भन न। निस्किनुहुन्छ होइन अँ अनि बाहिर निस्केपछि त्यहाँ सिटी बस आउँछ होइन अँ अनि सिटी बसले है पेथी चोक झारिन्छ अनि पेथी चोकबाट अनि बिरौटा जाने बस आउनु अनि अनि बिरौटा चोक झर्नु अनि हामी आउँछौँ आउँछ तिमी त्यति त्यहीँ आउन पनि गाह्रो मान्यो फेरि अहिले आएर होइन ठिकै छ टाढा हेर सलास्ती टाढाबाटदेखि चाउकी आउनु कम टाढा छ नि अनि हजुर यो लेक साइडतिर आउने भएपछि अनि हजुर आउनु कि हामी लेक साइड आउँछौँ तिमीले स्कुटीले अफिसको स्कुटी चलाउँछौ होइन र अफिसको छुट्टी कहाँ 5 बजेपछि काम दिन्छन् नाइ दिउँसो के दिउँसो म त दिउँसो आइहाल्छु म त 10 बजे भनेपछि त 11 11:30 12 बजीसम्म त म त आइहाल्छु नि हौ पोखरा एयरपोर्टमा त हजुर लेक साइड आउने हजुर पोखरा जसै लेक साइड आउनुहुन्छ हामी लेक साइड आउँछौँ कि खै कसो गर्ने त नि खै भाइ तिमीले दुःख मान्यौ म त फर्किन्छु भन न भन्नु त पहिला आज बस्ने भन्छ आज कहाँ बस्नुहुन्छ बस्न त होटलमै बस्ने हो बस्न त म कसैको साथी खानु बस्दैन कसैको खानु बस्दैन होटलमै बस्छु अनि हजुर होटलमै बस्नुभएपछि जहाँ बसेको भयो लेक साइडतिर यता पिक्चरतिर यता बिरौटातिर त्यहाँ तिमीहरूसित भेट भएपछि त त केही भन्छ तिमी भेट हुनलाई मेसो पाउनु पऱ्यो कि अब तिमीले गाह्रो मान्यौ कि तिमीले फेरि गाह्रो मान्यौ जस्तो लाग्यो मलाई त्यो दाइसँग भेट हुन नि के गाह्रो हो र हामीलाई मिनट भएर सुत्नु भयो पेट दुखेर त्यही त कवितालाई फेरि सन्चो रहेनछ है अँ उता घरतिर त उता कविता त जान्दैन होला फेरि गाउँतिर उता गाउँतिर जाने पनि भनेको भन्न त उनीहरू स्याङ्जा माथि दिदी त जानुहुन्न होला जान्निन् र आउनु कि दाइ यहाँ हजुर के हजुर लेफ्ट साइड आउँछ नि हामी लेफ्ट साइडै आउँछ लेक साइड आउने म लेफ्ट साइड आउनु कति बजेतिर लेफ्ट साइड आउनु लेफ्ट साइड आउँछौँ त कति बजेतिर फेरि हुन्छौ त तिमीहरू म छिट्टै निस्किन्छु क्या 5 बजीतिर निस्किन्छु ल 5 बजीतिर निस्किन्छौ हजुर त्यसो भए मैले के अरे त्यहाँ आएर फोन गरौँ पोखरा आएर नम्बर छ कि छैन हजुरको कसको नम्बर दिदीसँग हजुर नम्बर पनि छ कि कविताको नम्बर छ क्या कविताको नम्बर भयो जस्तो ला पोखरा आएर फोन गर्नु अनि लाइट टाइम हुन थाल्यो ल ल ल भन नि बोरिङ टाइम त ल हुन्छ त्यसो भए म अहिले एयरपोर्टमा छु अब यहाँ फ्लाइट हुने टाइम हुन ला हजुर म अहिले पोखरा आएछु तिमीलाई फोन गर्छु ल फेरि अहिले फेरि म त भ्याइनँ म त बिजी छु नभने ल बेलुका बेलुका त हामी फ्री हुन्छौँ क्या दिउँसो मात्रै हो ल हुन्छ ल नानी ल क्या ल साँझ भेटौँ ल ल मेरो भिडियोमा कमेन्ट गर ल गएर अब फेसबुकमा हुन्छ कि टिकटकमा
अनि ल के भन्नु ल गाइस फोन चाहिँ गरियो होइन बहिनीलाई अब चाहिँ रेस्पोन्स दिइसक्नुभयो होइन कि अब अप्रिल भन्ने त थाहा थियो होला बिचरा मैले स्टोरीमा पनि हालेको थिएँ क्या वाइ टु काठमाडौँ भनेर त्यो एयरपोर्टको पहिलाको फोटोहरू खिचेको फोटो हालेको थिएँ त्यही भएर नि यिनले विश्वास गरिकन आफै थाहा पाइन् नि त स्टोरीमा त्यही सबैभन्दा सुरुमा हेरिदिनु स्टोरी त्यही भएर अब चाहिँ अब लगाइच होइन अप्रिल फुल चाहिँ यो म बिहान बिहान झुक्किएको पनि त्यही भएर अरूलाई पनि झुक्काउनु अब मैले त्यही भएर अब यहाँ अन्त अरूलाई झुक्काएको छु भने अरू भिडियो पनि आउँछ हेर्दै गर्नलाई त सेकेन्ड पार्ट थर्ड पार्टहरू चाहियो भने म चाहिँ एउटा अनि अझै एउटा चाहिँ मैले खतरावाला गराउँछु कि बिहा गरेछु भन्ने बेला त्यो पनि हेर्नु होला है त ल बाई बाई